सुविधा खानुपर्छ ल हामीसँग भाइ हामी जाइन जाने लड गाइज के भन्न चाहन्छ तिमी यता हेर्दै त बुढी टोपी चाहिँ फेरि मरदको छ त हौ लो गाइज दर्शक नमस्ते गुड मर्निङ सबैजनालाई आज चाहिँ हामी के गर्दैछौँ भन्दा पनि म के गर्दैछु भन्दाखेरि म रक्सी पार्दैछु हेर्न सक्नुहुन्छ तपाईँले आगो चाहिँ फेरि मर्दा आगो लाग्दैन आगो बल्दैन है के नबलेको आगो चिसो दाउरा चिसो भएर हो कि आगो चिसो भएर हो अनि हामी चाहिँ अहिले के गर्दैछौँ भने आज हामी कहाँ जान्छौँ खानासाना खाइसकेर हामी कहीँ जानु छ होइन भिडियो आउनेसम्म हेर्दै हुनु होला छिरो झारिसकेँ मैले होइन उतारिसकेँ अनि मेरो बुढी यहाँ यताउता गर्दैछिन् यहाँ बोजू त खाना दिन्छ त सालीले बेचारा यसरी पकाउँछौँ मेरो बुढीले चारा पकाउँदैछ होइन यहाँ गाउँको आन्टीहरू त्यसरी बसिरहनु भएको छ काटेर हाल्नु पर्थ्यो नि रक्सी पनि उतारियो गाई चिन्न सक्नुहुन्छ तपाईँहरू चारो बनाउँदैछ अहिले मेरो बुढीले यता हेरिदेऊ हजुर नमस्ते गरिदेऊ हेलो हेलो हाय ठुली आन्टी यहाँ छन् हाम्रो चाहिँ राम्रो छ है राम्रो चारो पकाउँदैछौँ हामी जात पकाउँदैछौँ रक्सी पार्नेवाला भइरहेको छ है गाई छु ल ठिक छ अहिले चाहिँ हामीले भात खाइसक्यौँ गाई हेर्न सक्नुहुन्छ नानीले खाइसकेन भात अनि त्यही भएर फालो क्या भात हेर्दै हाँस्दैछ होइन अहिले खाइसक्यो भात हामीले खाइसक्यौँ अलिकति हेर्नुपर्छ लगाएछ है भन्छौँ भाइ जान्छ हामीसँग भाइ हामी जाइन जाने जाने जान्छ नि किन जाँदैन जान्छ ए ल हामी जाने त्यसो भए होइन चटपटे लिएर आउनुपर्छ चटपटे चाउचाउ सुविधा खानुपर्छ ल कौन है ये लोग कहाँ से आते हैं कसले पार्टी गर्ने त्यो त म जानु पर्यो नि नजानेर त म पनि जानेको मटर खोलिदिनु धन्दा मन्दा गर्नु लागेको गाइज मेरो छोरो यहाँ बसिरहेछ मटर पनि खोलिदिँदैन आयो पछाडि यहाँले चाहिँ हामी धन्दा मन्दा गर्छौँ मेरो बुढीले गर्छ म आज मेरो काम छ बेग्लै होइन मेरो बुढी चाहिँ धन्दा मन्दा गर्दैछ सक्नुहुन्छ तपाईँहरू हाँस्दैछ अलिअलि मुसु मुसु कुखुराको चल्ला यति छ हाम्रो त्यो भिडियोमा त त्यस्तै हो नि हौ त्यो भिडियोमा बोलेको त कहिले काहीँ तर मेरो मन राम्रो छ क्या गाइड मेरो मन राम्रो छ हिलो छ फेरि गाइड राम्रो छ है सरफ पनि लैजा अरे हौ सरफको बट्टा कहाँ छ सरफको बट्टा छैन त्यहाँ नै छु भन्दैन उहाँ डोकोमुनि त्यो लुगा पनि भिजेर छ मेरो बुढीले धुनलाई होइन हाम्रो चाहिँ सुँगुर यस्तो छ गाइस हेर्न सक्नुहुन्छ दुईवटा मात्रै छ सुँगुर अस्ति मैले टाटी लगाइदिएको यो कुखुरा खोर हेर्न सक्नुहुन्छ तपाईँहरू कुखुरा खोर यस्तो बनाएको अस्ति मेरो ड्याडी र मैले म बसिरहेछ यस्तै छ हात पो दुख्दो रहेछ त हौ यार पहिलो एक्सपिरियन्स धेरै बेरसम्म समातेकोले सब कुखुरा हाम्रै हो यिनीहरू यस्तो हिल हुन्छ कि यताखेरि गाइज जाडो छ आज जाडोको माहौल भन्दा गर्दैछन् मेरो बुढीले अन्त के भन्न चाहन्छ तिमी Would like to take notes while I take totes. अहिले चाहिँ गाइज मैले बन्चरमा बिलाउनु लाग्यो क्या मतलब अलिक डह्रो भएको छैन कि खकुलो छ त्यसलाई अलिक मजाले उयो गरेर चाहिँ बन्छ अलिकति यस्ता उता बाटाहरू हालिदिउँ लुज छ क्या अलिक हल्लिन्छ कि त्यही भएर चाहिँ भाग्यमा जुड्छ मेरो त भाग्य खोटो छ नि त भाग्यमै जुड्दैन केही चिज पनि होइन त अब भाग्यमा नजुरेपछि त्यही त
भाग्यमै छैन केही चिज पनि गाह्रो छ जिन्दगी मेरो बुढीले चाहिँ भटमास र मकै होड्दैछ कि अनि हाम्रो भाइहरूले चाहिँ ब्याडमिन्टन खेल्दैछ चप्पल आउनु पर्दैन चप्पल खोइ चप्पल तेरो चप्पल नलागिन्छ यस्तै छ गाइज हामी चाहिँ अब भटमासहरू भुट्दैछ मेरो बुढीले अनि हामी खान्छौँ टक्क खाने हो गोजीमा हाल्दै खाने हो सक्नुहुन्छ तपाईँहरू ल कतिखेर जाने छिटो जाउँ पञ्चहरू पनि रेडी गरिसकेँ मैले सबै रेडी भइसक्यो गाइज होइन अहिले चाहिँ गाइज हामी जानु लागेको बुढीले भट्टाउँछ नि भइसक्यो होइन गोजीमा पनि हालिसक्यौँ हामीले टिप त सबै टिप फेरि नखानु घरमा बस्दै गर ल हामी गएर चटपटी सबै खान्छौँ भोलि ल ल जाउँ भयो म त रेडी छु सो गाइज हामी चाहिँ अब जानु लागेको होइन दाउरा काट्नलाई अनि मेरो बुढी पनि यहाँ डोको बोक्नु थालिसक्यो मेरो छोरा घरमै बस्छ ल गएको ल भाइ ढोका लगाइ यहाँको भान्साको बाद में लाग्यौँ है त गाइज मेरो बुढी हिँड्दैछन् उता बाटोमा भेटौँ ल है गाइज गाइज अहिले हामी चाहिँ कहाँ आइपुगेको रहेछौँ भने हामी चाहिँ यहाँ आइपुगेको छौँ यो पुल चाहिँ हाम्रो गोपाल काकाले बनाउनु भएको पुल हो हामी हिँड्दैछौँ पारी तर्दैछौँ तोरीबारी हेर्नुहोस् नजारा दामी दामी नजाराहरू छन् हेर्न सक्नुहुन्छ दामी छन् होइन मौसम हामी चाहिँ के गर्नु आएको भने गाइस खासमा होइन बर्खा पनि यहाँ छ पूजा बर्खा नै पर्छ त्यहाँनिर अब हामी खासमा किन कहाँ आएको भने हेर्न सक्नुहुन्छ तपाईँहरू यो रुख ढाल्न आएको कि अब यो रुख ढाल्नु पर्ने एक्लैले म एक्लैले काट्नुपर्ने गाइज पार लाग्छ नि हेर्नुहोस् ल हाँस्दैछ ल काटेपछि देखाउँछ एकैचोटि ल ढालेपछि मेरो धेरै छ नि त्यही भएर त यहाँ हाँसिरहेको छ अहिले चाहिँ गाइज म यहाँ दाउरा काट्दैछु कि यति काटिसकेँ लुत्रुकै पारेको बुढीको फेरि स्टाइलमा बेग्लै छ फेरि नकाट्ने अरे म चाहिँ पुरै काट्दैछु गले एकछिन गाई छोरी चाहिँ एकछिन आराम गरेको गले कि नबस्छु भन्छ ऊ चाहिँ मजाले बस्छ है मलाई चाहिँ नबस्छु अरे गाई चाहिँ त्यो तपाईँको काम भइरहेछ नि त मेरो काम भनेको हाँगा हुने काट्ने तपाईँको त चिज हाँगा हुने कहाँ छ अरे कस्तो अँध्यारो देखेको स्टिल गाइस के गर्नु आइफोन किन्न सकिँदैन औकात छैन चाइनिज मोबाइलबाट बनाउँदैछु मैले चाहिँ एन्ड्रोइडबाट है त्यही पनि हेरेर साथ दिनु होला धेरै बोल्नु पनि आउँदैन मलाई अब सकिन्छ होला लगभग अब आधी घन्टा जतिमा सकिन्छ होला होइन आधी घन्टा त लाग्दैन होला जतिसुकै लागोस् न होइन मैले चाहिँ गाइस त्यति भनिदिएको कि बुढीलाई उता गएर ड्यामकिडामै हान्न थाला मार न सुहाउँदैन रहेछ पञ्चर Women. सक्दैन छोड्यो लिमुक छोड्यो भने किन छोड्यो रेस्ट 5-6 पल्ट हानेको 5-6 पल्ट भएको छैन रेस्ट अरे गाइस फाइनली गाइस मैले रुख ढाले हेर्नुहोस् सानो छ रुख नि हेर्न सक्नुहुन्छ तपाईँहरू लड्लाउने नजाऊ लडिन्छ के तलबाट जाऊ लड्नलाई चिप्लो हुन्छ क्या पछाडिको के त नि मलाई थाम्छु थाम्दैन लड्नलाई ओए टाउको फुट्छ अहिले लड्यो बच्चा जस्तो छ क्या मेरो बुढी बच्चा जस्तो छ क्या दिमाग खराब भएछ
रोदारमा पो झर्को बराबर ए उहाँबाट काट्नुपर्छ हिँड न तल झर्छ उताको चाहिँ तर राखौँ है लगाइछ अब फेरि तार टुक्राउनु पर्ने हुन्छ होइन दावा यतिको भयो यो हाम्रो काट्न आएको थियौँ होइन साह्रै लामो छ हेर्न सक्नुहुन्छ तपाईँहरूले सो गाइज अहिले चाहिँ हामीले यतिको दाउरा काटिसक्यौँ हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँ बुढीले पनि काटिरहेको छ अहिलेसम्म होइन अनि म यता बन्चरले हानिरहेको छु टेम अब यति काटेर चाहिँ हामी घर जान्छौँ होला होइन के यसलाई गाइज अहिले चाहिँ हामी भारी बोकेर घर जाँदैछौँ हेर्न सक्नुहुन्छ भारी मेरो बुढी यता आउँदैछ सक्नुहुन्छ हामी घर जाँदैछौँ है धेरै भारी भइरहेछ गाउँबारी हेर्न सक्नुहुन्छ तपाईँहरू ल अनि घर पुगेर भेटौँ ल अहिले फेरि गाइज हामी यहाँ आइसकेको छौँ होइन फर्किसकेको छौँ होइन दाउरा साउरा राख्यो फेरि होइन अहिले मेरो बुढीले फेरि यो खरानी उठाउँदैछ यता हेरिदियो त बुढी टोपी चाहिँ फेरि मरदको छ त हौ अनि केमा हाल्न लाग्यो भनिदेऊ न मलमा लसुन हाल्नको लागि हामी लाँदैछौँ गाइज हेर्न सक्नुहुन्छ फेरि हामी रिटर्न ब्याक आइसकेको छौँ होइन अब एक खेप बाँकी छ त्यसपछि अरू भोलि गर्छु म एक्लै हुन्छु भोलि चाहिँ मेरो बुढी सुकाइहाल्छ त्यसपछि त्यो कुरा है त गाइज अहिले चाहिँ हामीले दाउरा पुगिसकेको छौँ होइन अनि अहिले चाहिँ भात सात पकाउनेतिर तर्खर लागिरहेछ मेरो बुढी फेरि उहाँबाट आएर फेरि के अरे लुगा धुन थालिरहेछ कि होइन के तरकारी खाने आज एक पाउ मासु खाने मेरो विचार के भयो तिमी भन तिमी मालिक नि हौ यस्तै चाहिँ गाइस अब चाहिँ हामी भात तरकारीतिर लाग्दैछौँ होइन बुढी लुगा धुँदैछ अस्ति मैले काटेको बाँस यही हो यो झ्याङ हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तै छ हौ जाडो घटेको छैन एकदम जाडो चिसो भइरहेछ यता तराईतिर होइन मेरो बुढी लुगा धुँदैछ झप मास्टर नि होइन मास्टर नि ल त गाई खानासाना पाक्दैछ एकछिनमा खानासाना पाकिसकेपछि भेटौँ न हजुरसँग अहिले चाहिँ गाई हाम्रो रात परिसकेर हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन अनि यहाँ मेरो छोराहरू अनि एकदम यहाँ पाक्दैछ फिस मासुहरू पाक्दैछ होइन अनि अरू चाहिँ कस्तो लाग्छ सधैँ राख्छ यस्तै छ के छ बुढी तपाईँ एकदम गुड फाइन के छ तेरो के आएको त्यहाँ हालेर खाएको तेरो नाटक ल अहिले खाना खाने बेला भेट्छौँ है गाइज हामी है अहिले खाना लागेको मेरो छोरा छोरी छोरा बुढी खाना खाँदैछ होइन अब खाना खानु त यार यस्तो चाहिँ हाम्रो चाहिँ आज लोकल कुखुराको मासुसँग मुला मिसाएर खाँदा कस्तो हुन्छ होला गाइस तपाईँहरू आफै छक्क पर्नुहुन्छ ल गाइस अब चाहिँ हामी खाना खान्छौँ होइन खाना खाइसकेर भेट्छौँ होइन त सो गाइस अहिले खाना खाइसकेको छौँ होइन अनि यहाँ बुढीहरूले धन्दा गर्दैछ बुढी यता मेरो छोराहरू फेरि कति ज्ञानी पो छ त पखाल्दै लाग्दैछ छोरा कि छोरी हौ छोरा कि छोरी ए छोरा हो यता फेरि अर्को आमा छ धन्दा मात्रै गर्दैछ अनि हामी धन्दा मन्दा गरिसकेपछि हामी त्यसरी सुत्छौँ होइन गाइस त्यही भएर आजको लागि भिडियो यहीँसम्म थियो हेरिदिनु र लाइक कमेन्ट गरिदिनु है त बाई बाई गुड नाइट भोलि भेटौँला है त